हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ दिदीले पोर्क चाउमिन बनाउने भन्नुभएको छ अनि मलाई चाहिँ एकदमै चाउमिन पनि खान मन थियो क्या। अस्तितिर चाहिँ ग्यास नभएर कस्तो हाहाकार थियो नि त, अनि बल्ल बल्ल एउटा ग्यास ल्याएपछि ढुक्क भयो। अनि दिदीले चाहिँ फ्राई गरेर पनि दामी बनाइसक्नु भयो। अब थुक्पा हाल्न रेडी छौँ हामीले चाहिँ। थुक्पा पनि पाकिसक्यो। यो नेपालको थुक्पा चाहिँ यस्तो वाला कस्तो मिठो हुन्छ होइन, दामी। मेरो चाहिँ फेभरेट पनि हो चाउमिन थुक्पाहरू चाहिँ। देखेपछि खान मन लागिहाल्छ क्या यो थुक्पा चाहिँ, चाउमिनहरू चाहिँ। अनि एकदमै हेर्दा पनि मिठो न मिठो थियो, एकदम स्वादिष्ट होला जस्तो। अनि अब रेडी हुन लागिसक्यो। अब चाहिँ मेरो दिदीले रेडी बनाइसक्नु भयो। अब चाहिँ यो हामीलाई सर्भ गर्नुहुन्छ। हामी चाहिँ 4 जना छौँ खाने मान्छेहरू चाहिँ, त्यही भएर 4वटा प्लेटमा। हेर्दा कस्तो टेस्टी छैन त, वाउ। अब चाहिँ हामी टेस्ट गर्न लाग्छौँ। फर्स्टमा चाहिँ मैले मेरो दिदी र मम्मीको चाहिँ भिडियो गरेँ। अनि कस्तो बनेछ त चाउमिन भनेर सोध्दैछु। दिदीले रियाक्सन दिन लाग्दै हुनुहुन्छ। मम्मीलाई चाहिँ टाउकोमा चिसो लाग्छ अरे, फेटा गुज्नु भएको छ। अनि दिदीले रियाक्सन दिएको दामी भएछ अरे, दामी छ अरे। अनि त्यसपछि हामीले चाहिँ यो 2 जनाको आफ्नै भिडियो सेल्फ बनाएको त भिडियै भएको रहेछ। दिदीले त खाइसक्नु भयो, प्ले बटनमा थिचेकै रहेनछ। सुहानाले पो खै त यहाँ भिडियो बनाउनु भएको थिचेकै छैन त भनेर यति त हाँस उठेन। हामी त हाँस्दा हाँस्दा दिदी चाहिँ लु मैले खाइसकेँ, लु बनाएँ भनेर भन्नुहुन्छ। अनि म चाहिँ अनि एक्लै भएँ। मेरो चाहिँ ढिलो खाएर अलिक धेरै थियो नि त, अनि त्यही भएर बाँकी अनि खाँदैछु एक्लै। दिदीले चाहिँ खाइसक्नु भयो, मम्मीले नि खाइसक्नु भयो। अनि अब एकदम धेरै मिठो थियो, फेरि पनि खाऊँ जस्तो, अझै 2 प्लेट खाऊँ जस्तो दामी थियो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। साथीहरू तपाईँहरू पनि चाउमिन लभर हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। आज चाहिँ हामीले चाहिँ चाउमिन बनाएर खाएको आफ्नै घरमा, एकदमै डेलिसियस थियो, एकदम स्वादिष्ट। अनि यस्तो गर्मीमा पनि दिदीले मिठो चाउमिन बनाएर खुवाएकोमा धन्यवाद।